हेलो साथीहरू, नमस्कार। आरामै हुनुहुन्छ सबैजना। आज शनिबारको दिन चाहिँ हामी काउसुती जाँदैछौँ। काउसुती चाहिँ काम परेर जान लागेको। अनि मेरो छोरी चाहिँ एकदमै खुसी भइरहेछ। त्यहाँ सिजीमा पनि पस्दैछौँ हामी। सिजी पनि जाँदैछौँ किनकि हामी सिजी गएको छैन बिहे गरेबाट। नानीको चाहिँ फर्स्ट टाइम हो नानीसँग। अनि हामी दुईजना पनि फर्स्ट टाइम हो। पहिला त गइन्थ्यो एक्लै अब साथीहरूसँग। अहिले चाहिँ गएको छैन। अनि यो नारायणीको पुल चाहिँ पुल बन्दै रहेछ, त्यही भएर टिनहरू लागिरहेको थियो, लगाइरहेको थियो बारमा। अनि पानी चाहिँ कहिले पर्ने कहिले नपर्ने भएर हल्का बढेको रहेछ नारायणी चाहिँ। अनि मेरो छोरी चाहिँ एकदमै खुसी भइरहेछ। उसलाई चाहिँ स्कुटीमा हिँड्दाखेरि गीत गाउनुपर्छ, आकाशमा चरा हिँडेको भन्दै गीत गाइरहेछ उसलाई चाहिँ। अनि पुरै हात छोडेर रमाइलो गर्दै हिँड्छ ऊ चाहिँ। एकदमै खुसी हुन्छ छोरी चाहिँ, उसलाई आनन्द लाग्छ के। अनि यता यो गैनाकोटको बाटो चाहिँ यस्तो राम्रो भइरहेको थियो। अनि ड्याडीले चाहिँ नानीलाई नउपाउ भन्नुभएको, उसलाई रिस उठ्यो के। ऊ उभिएर गाउन पाएन, हेर्न पाएन भनेर चाहिँ उसलाई रिस उठ्यो। रिस आएपछि फेरि भनेको नि मान्दैन, गमक्क भएर बस्छ। अनि यतापट्टि चाहिँ यो डाँडाकाँडा देखेर हरियो भइरहेको थियो। अनि जङ्गलको बाटो आयो सिजी पुग्नको लागि। यता जङ्गल आउँछ नि त, जङ्गलमा फेरि उभिन दिएँ मैले। फेरि खुसी भइरहेको थियो, नाचिरहेको थियो। उसलाई चाहिँ एकदमै खुसी हुन्छ कि बाइक स्कुटीमा हिँड्यो भने चाहिँ। बाटो चाहिँ सलल्ल रहेछ। म त धेरै पछिको लगभग 4-5 वर्ष भयो त्यतातिर नगएको। अनि एकदमै रमाइलो आनन्द भयो कि बाटो। अनि ठ्याक्कै हामी फाइनली सिजी पुग्यौँ है। सिजीमा चाहिँ खासै भिड चाहिँ रहेनछ। हामी गेटबाट छिर्नको लागि फेरि पारिपट्टि जानुपर्ने रहेछ। अहिले बाटो बन्दै भएको भएर चाहिँ घुमेर जानु पर्यो। अनि हामी सिजीको गेटमा पुग्यौँ। बाउ छोरी चाहिँ छोरीलाई बोक्दै हिँड्दै हुनुहुन्छ। अनि टिकट काटेर हामी भित्र छिर्यौँ। सिजीमा चाहिँ खासै भिड थिएन, अब पहिला पनि गइरहेको हो। अहिले नि हुन त खासै चेन्ज भएको चाहिँ रहेनछ। अनि यसो भिडियोहरू खिचिरहेको थिएँ मैले चाहिँ, आफ्नो पनि खिच्न परिहाल्यो। अनि यतातिर पानी मुखबाट, त्यो गाईको मुखबाट चाहिँ पानी निस्किरहेको थियो। मेरो छोरी चाहिँ एकदमै खुसी भइरहेको थियो। उसलाई चाहिँ भगवान देख्ने बित्तिकै नमस्कार गर्न मन लाउँछ, ध्यान गर्न मन लाउँछ। त्यहाँ बस्नलाई हेरिरहेको थियो, त्यो फोहोर देखेर चाहिँ फेरि एकदमै घिन लाग्छ। ऊ बस्नै सक्दैन कि, फोहोर भनेपछि एकदमै घिन लाग्छ। त्यही भएर नबसिकन उठेरै नमस्कार गर्यो। अनि उतापट्टि त्यो घोडा रहेछ, घोडा देखेर दुक्कुर्दै गएको थियो। त्यहाँ प्रवेश निषेध भनेर लेखा रहेछ। जान नपाएर उतापट्टि रोएर यति हैरान पारे मलाई छोरीले आज। उता जान खोजेको थियो, मैले नजाऊ नानी भनेको मान्दै मानेन। अनि यता यो के को बोट हो यो, यसमा चाहिँ गुणहरू आफै लगाएको हो कि मान्छेले लगाएको हो कि त्यो चराले लगाएको, यति धेरै गुणहरू थियो नि, हेर्दा आनन्द लाग्ने कि। अनि हामी सिजीभित्र पस्नको लागि त्यो भित्रको मन्दिर हुन्छ नि त्यता जानको लागि हिँडिरहेको थियौँ। अनि मेरो छोरीलाई फेरि यो प्रवेश निषेध भएको ठाउँमा नि यहाँ पस्थ्यो कि, त्यो खिच्न र फोटो खिच्ने त्यहाँभित्र पसेर। अनि यता बुद्धको मूर्तिनिर चाहिँ यतापट्टि सबै भगवानको नामहरू लेखेर यसरी भगवानको मूर्तिहरू चाहिँ बनाइरहेको थियो। अनि भगवानहरूको उसमा चाहिँ मेरो छोरीलाई चाहिँ एकदमै इन्ट्रेस्ट लाग्छ। यता जान नदिँदा नि हामी गयौँ कि, जान नजानी भनेर लेखेको थियो। अनि छोरी चाहिँ त्यहाँ गएर फेरि नमस्कार गर्दैछ भगवानलाई। अनि त्यहाँबाट ऊ एकछिन त्यहाँ खेलिराख्यो। अनि हामी फेरि फर्केर यता आयौँ। यता यो उसलाई घुमाउन पऱ्यो रे, कस्तो मजाले घुमाइरहेछ। गरुङको भए पनि फनफनी पारेछ। अनि भित्र टिकट काटेर चाहिँ हामी यो बुद्धको मूर्ति हेर्न गयौँ। त्यहाँनिर चाहिँ क्यामेरा गेट देखाउन पाइन्थेन, क्यामेरा अलाउ थिएन। तैँले मैले खिचेँ। अनि यता फेरि खेल्ने ठाउँ पनि रहेछ क्या अहिले त केटीकेटीलाई। अनि यहाँ खेल्ने भनेर भन्यो। अनि ऊ खेल्न थाल्यो, फेरि लड्छ कि भनेर डराउन नि पर्ने कि। अनि पिङ खेल्ने भन्यो। त्यहाँ धेरै कुराहरू खेल्ने रहेछ, अहिले बच्चाको लागि नि धेरै आनन्द रहेछ। अनि यो चाहिँ के भन्छ अरे, रुद्राक्षको बोट रहेछ। यहाँ चाहिँ यिनीहरू बाउछोरी रुद्राक्ष पाउँछ भनेर खोज्दै हिँड्नु भएको छ कि। अनि यता अलि अगाडि आएपछि चाहिँ यो अहिले नयाँ बनेको मूर्ति रहेछ, कस्तो राम्रो कि, एकदमै ठुलो बनाएको थियो। अनि हामी यता के भन्छ अरे शालिग्राम र यो भगवानहरूको मूर्ति रहेछ यता पनि, त्यो हेरेर अनि उनीहरू छोरीलाई फेरि घन्टी बजाउन मन लाग्यो अरे। त्यो घन्टी बजाएर अनि यो ठुलो मन्दिरभित्र पस्न लाग्यो। माथिको गेट चाहिँ लगाइसकेको थियो, हामीले टिकट काटिसकेको थियौँ। अनि भित्र पस्नलाई चाहिँ हामी भित्र पस्न छिर्न लागेको थियौँ। अनि भित्र नि क्यामेरा नलैजानु भन्नुभएको थियो। मैले चाहिँ लुकी खिचेँ। अनि छोरीले चाहिँ 100 रुपियाँ मसँग मागेर त्यहाँ हालिदिनलाई
दियो तर दिएन कि त्यो भगवान्लाई 100 रुपियाँ। त्यहाँबाट झिक्दै राख्दै गरेछ उसलाई, सबै भगवान्को हातमा छोयाएर अनि आफ्नो खोल्टीमा राख्ने अरे उसले चाहिँ पैसा होइन। अनि ऊ ध्यान गर्दैछ एकदमै, उसलाई चाहिँ ध्यान गर्न अनि त्यो भगवान्लाई के हो के भन्छ कि उसले त्यो भनेकै बुझिँदैन शब्द चाहिँ। अनि यो चाहिँ यो किन्ती चिजहरू, यो शङ्खहरू के सबै शङ्खहरूको नाम लेखेर अनि यो शङ्खहरू चाहिँ राखिराखेको थियो एकदमै सजाएर, सबै सामानहरू चाहिँ राखिराखेको थियो। पुरै भिडियो चाहिँ मैले खिच्न पाएन किनकि त्यहाँनिर क्यामेरा नदेखाउनु भनेर भन्नुभएको थियो। मैले यसरी माथिबाट सर क्लिप चाहिँ गरेँ, एकदमै राम्रो देखिरहेको थियो कि सबै यो देखेको भाँडाहरूमा चाहिँ सजाएर राख्नु भएको थियो त्यो किन्ती चिजहरू। अनि त्यस पछाडि यता फर्किनको लागि चाहिँ हामी यता फर्किने बाटो अर्को रहेछ, अनि यताबाट फर्किनको लागि हामी निस्किन लाग्यौँ। अनि लास्टमा हामीले एउटा क्लिप लियौँ अनि त्यहाँबाट सिजीबाट निस्केर हामी चाहिँ एकजना मिसको, मेरो आफ्नो मिसको पहिलेदेखि चिनेको मिस भन्छौँ मैले भन्न चाहिँ, तर साथी हो। अनि उहाँको घरमा गयौँ, त्यहाँ चाहिँ अम्बा फल्या रहेछ, उहाँले टिपेर दिन लाग्नुभयो हामीलाई चाहिँ अम्बा चाहिँ धेरै नै टिप्यौँ हामीले। अनि मेरो छोरीलाई नि एकदम मनपर्ने, मलाई पनि एकदमै मनपर्छ कि अम्बा। अनि यो फुल चाहिँ मिसको घरमा यति राम्रो फुल रहेछ, मलाई चाहिँ साह्रै मन पऱ्यो त्यो फुल। खोइ फुलको नाम चाहिँ थाहा भएन, मैले आउँदाखेरि लिएर आउँछु भनेको बिर्सेछु। अनि अम्बा चाहिँ मैले यति धेरै टिप्यौँ हामीले। अनि हामी फर्किनको लागि फर्किन लायौँ, यो धुलोले गर्दा आँखा हेर्नै सकेको छैन। अनि फर्किँदा मेरो छोरी चाहिँ सुत्न लाग्यो, सुत्यो पनि। ल आजलाई यति नै मिनी ब्लग।